योभन्दा अगाडि भिडियो हामीले उखु खान पाएको थिएनौँ अनि त्यसपछि हामीलाई चाहिँ एकदम गुनासो थियो कि यहाँ उखु भएको ठाउँमा आएर उखु खान पाएन भन्ने कुरा थियो तर हामीले यहाँ त्यहाँ हजुरआमाहरूलाई सोधेको यहाँ रहेछ उखु घारी जानु न एक दुईवटा खानु केही भन्दैन भन्ने भयो अब हामी ट्याक्क कच्चे लिएर धीरेन्द्र भाइ आजको हतियार तिमी नै हो ट्याक्क उखु बारीमा आइसकेका छौँ दुईटा चोर यहाँ ट्याक्क काट्न लागिरहेको छ ए चौधरी अलिक बिस्तारै बोल न ला दिटा हाल्यो ला 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 ल हामीले चाहिँ उखु खाने भयो अब चाहिँ ल ल ल सर्लाईमा आएर हामीले जति फाइदा कसले उठायो होला त थाहै छैन फाइदा कति छ भन्ने कुरो ट्याक्कै उखु चाहिँ ट्याक्क ल्याइसकेको छ मजाले खाइन्छ साथी हो चोरेर खाएको कुरो सबै कुरो मिठो हुन्छ क्या होइन हामी बेजी दिदी चोरेर खाएको मिठो छ क्या मिठो छ कालोको कालो भए जस्तो यो मिठोको मिठो छ चोरेर खाऊ गाली गर्यो क्या हो चोरेर खाऊ है साथी हो किनेर खाएको मिठो हुन् न यस्तो यसरी ट्याक्क ग्रुप मिल्ने सर्लाईतिर चाहिँ पाइहाल्छ एउटा त्यसपछि अब बाँसुरी बजाऊ